Hello, welcome and welcome back to my YouTube channel. मुना झुरले जुजोल्ला र आज चाहिँ हाम्रो घरमा के हुँदैछ भनेर तपाईहरु सोचिरहनु भएको छ होला तपाई पनि। र आज चाहिँ म गाउँ आएको थिएँ। तिमाको घरमा तिमासँग हाम्रो कुराकानी भनौं न। म फुलन्देको छामाद्वारा अब क्यारिकेचर गर्ने हामी भिडियो गर्ने हो र हाम्रो क्यामेरा मेन हुनुहुन्छ ट्रिसन राई। त्यसै गरी उहाँले चाहिँ हाम्रो इन्टरभ्यु हैन इन्टरभ्यु म त बोल्नु जान्दिन हैन रमाइलो कुराकानी हुनेछ। ल म चाहिँ उहाँहरुको इन्टरभ्यु लिँदै छु। ल खतरा इन्टरभ्यु चाहिँ दिनु पर्यो तपाईहरुले पनि। मेरो चाहिँ हैन खतरा अब युट्युब भ्लगमा चाहिँ क्यारेक्टर आइरहेको छ हैन। अब यसै गरी हाम्रो धेरै नबोलिकन हामी आफ्नो आफ्नो क्यारेक्टरमा आइहाल्छौँ है त। ल अनि हजुरको शुभ नाम? खासमा शुभ नाम भन्नुपर्दा मेरो विवश राई भनेर चिन्छ हैन। फुलन्देको सानीमा बनेर क्यारेक्टर गर्दाखेरि फुलन्देको सानीमा भन्छ र अहिलेको निकनेम भनेको चाहिँ सात पहिले। हजुरको नाम? सात पहिले। अनि हजुरको घर चाहिँ कहाँ पर्यो? मेरो घर हजुर मेरो घर खोटाङ हलेसी बोलेर खान्छु म त लाज पनि लागेर किमालाई बोल्नु लाउँछ। म किमामा बोल्नु भुटिक्कै जान्दिन। अनि बोलिरहनु भएको छ भइरहेछ त। खै भएन तर यहाँ तरकारी डरला चाहिँ एकबाटी बोल्छु। तरकारी डर्छ ठीक छ भन्छु के बोल्नु पर्यो। तरकारी पनि चिप्लो छ। हैन चिप्लो तरकारी के पाउनु हो फेरि भाइले? निकाली पठाएछ निकालेर छ। अनि म काटेर पकाउँदैछु के डरी हेर आइ छोराछोरी हो यार। चिप्लो अब तपाईले तरकारी भातसँग खाएर टोक्नु पर्यो। अनि खुली चिर्छ सबै चिर्छ। भनेपछि यो लोकल यसबाट हामीले कुन भिटामिन पाउन सक्छौं त? हामीले यसबाट ए खाए मोटायो भिटामिन। अनि यसको मूल्य चाहिँ कसरी पर्छ नि केजीको? हजुर बेच्नु भएको छैन? ए हजुरहरुको लोकल तरकारी? हजुर भनेपछि लोकल लोकल बेच्नु भनेदेखि चाहिँ कसरी बेच्नुहुन्छ त? 200 रुपैयाँ केजी कसरी बेच्छ? त्यसरी बेच्छु त। हामीले त खानु पुग्दैन के बेच्नु? होइन मैले त बेचेको अस्ति 200 रुपैयाँ केजी। छोराहरू त खाने ठिकै त्यसरी त मिसुको बाँड्दैन। यसो 1-2 केजी खाने अनि अरू बेच्ने क्या। अलि खानु हामी त खाएपछि छेरिन्छ झाडिन्छ खानु नखाइ चित्ता बुझ्दैन। हो अलिक जान्नुहुन्न क्या। आधी बेच्ने आधी खाने क्या। कुदाम सुनाउनु पर्छ त। ल हजुर तपाईले अस्ति 200 रुपैयाँ केजीले बेच्नु भयो। कति केजी बेच्नु भयो त? मैले 10-12 केजी बेचे। 10-12 केजी अनि ए भनेपछि 24 गुणा 48। किन चाहिँ खाँदै ठिक हुँदो रहेछ। छोरा अब कामै लाग्यो न। छोरा त भन न के म त फोनमा छु छामा। ए छामा पो फोरन्डेको आमा। छामा फोरन्डेको आमा कि फोरन्डेको कान्छीले मजा गर्छ के। हजुर हजुर आए छैन मलाई पनि पहिला ए हुन्छ। अनि हजुरको ले चाहिँ अब 12 केजी बेच्नु भएछ। 12 केजीको 24 पैसा के गर्नुभयो हजुरले? केमा लगानी गर्नुभयो? हामीले चामल ल्याए पैसा ठोइलीमा राखो। अनि खोइ त हजुरको ठोइली त देख्दैन। अनि हजुरको शुभ नाम? हो त चोरी हुन्छ नि है साथी। अनि होइन होइन हजुर त्यस्तै भन्नु पनि खोजे होइन। अनि हजुरको शुभ नाम भनिदिनु न उतापट्टि दिदीको। हजुर मेरो के भन्नु बेसी अघि भन्दै थिएँ सरिता हो नितो होला। नितो नितो मेरो बाजेले निते भन्थ्यो। अनि त्यो बिर्सिङमा मरिगए बिर्सेर पुलिसका लागि हो क्या बुद्धि हराउँछ। हजुर कति वर्ष पुग्नु भयो? म हजुर म 45। अनि हजुर म हजुर म कति भन्देऊ न। ए मेरो छोरो चाहिँ यही फुर्नेको आमा मेरो छोरो चाहिँ पुग्यो होला कति 70 18 वर्ष पुग्यो। ए 18 होइन के कति 70 45 भनेपछि म 46 होइन त।
कुरा गलत भएछ नि त छैन हजुरको ठोप्डा सबै देखाएको छ ठोप्डा हौ भिडियो गर्दा गर्दै हजुरहरूको तरकारी पनि खाने बेला भइगयो लुचाउनु न त प्लेट कता छ इन्टरभ्यू लिँदै अनि पकाइसक्नु भयो दिनुहुन्छ कि भनेर नि नभने भाटी छोपेर राख्ने होला साइडमा यो जुन लोकल हुँदो रहेछ कुखुराको मासु भन्दा ठुलो भिटामिन हुँदो रहेछ जुन चाहिँ त्यो लुकाइहाल्नुहुन्छ नि होइन म मोटाउने हो कि डह्रो नहुने अनि देऊ न त नि दिनु न त देऊ न भन्नु सरी वासिम रक्सी कोडोको पिठो मकैको पिठो च्याख्ला चाहिँ पाइन्छ है साँच्ची टिम कस्तो कान्छी तपाईको बुद्धि अहिले दसैँमा टिका लाउने मान्छेले किन कोडोको पिठो मुछेर राखेको के खालको भागै जस्तो के गर्छ त नि चामल लगाइदिनु पर्ने मुछेर दहीसँग कोडोको पिठोमा बेसमा मुछेर टिका लगाइदिन्छ आगैदेखि आगैदेखि यसो छ हामी खानु चामल पिठो पानी पनि चबाएन त फेरि होइन तपाईँको पानी राम्रो के त्यो जमरा हुन्छ नि त्यो जमरासम्म काटेर कारमा लगाउने नाको ठुलो ए उहाँले त्यसो गर्नुभयो अनि तपाईँ कहाँ आउनुहुन्थ्यो म त यसो हेरेर मजाले हाँसिरहेको हरिसीमा बसिरहन्छ ल ढिलो नगर्नु है छिटो पकाउनु म पनि इन्टरभ्यू लिँदा लिँदा अलिक भोक लागिसकेको अवस्था अनि इन्टरभ्यू लिँदा घट्यो नि त प्रश्न सोध्दा तपाईँ अनि हजुरले बिहा गर्नु भएको छैन ए साँच्चै उहाँको चाहिँ सात पहिले नाम राखिदियो खोइ सात पहिलो के मेरो छोराकी छोरी हो छोरी जस्तो देख्छु छोरा देख्छु म टिममा आगा देख्दिनँ पहिला ऊ आगा शिविर अनि बाटो के जानु र कान्छी के आँखा शिविर आउन पनि उमा हली सिख त्यो हजुर को चाहिँ पुग्नु भयो हाम्रो टिममा टिममा कान्छी के त्यो टिममा कान्छी टिममा कान्छी टिममा अनि के भन्छ त्यो सबैले समोसा भनेर चिन्छ नि त खाजा त्यो खाजा त कान्छी चाहिँ सिङवाला देउने सिङवाला भन्नु माग्दो रहेछ असलमा सिङै छैन त्यो सिङ त्यसो पो भन्यो के सिङ हुन्छ अनि देखाएर सिङवाला भनेपछि मात्रै चिनेको त्यस्तै अलिक के भन्छ बुहारी त अलिक गोटिल आउनु पर्छ के दसैँमा टिका लगाइदिउँ कोडोको पिठो मुछेर ल अब लङ गर लङ भइसक्यो कति मिनटको भयो होइन तपाईँको त कति 8 मिनट 9 मिनट भएछ ए हामी कुराकानी गरेको 9-10 मिनट पो भएछ त अन्त आमा छोरा पनि बुद्धि छैन यो चरुकुची हुनु पनि पाकिसक्यो अनि छोराको पनि बुद्धि छैन अब त्यो भयो भन्न चाहिँ नदिने पाके छैन भन्ने अहिले चाहिँ अघिबाट एक थाल खाँदैथ्यो त्यो हेर नि हामी त खाएको छैन पकाउँदैछु अन्त के साह्रो गएको थिएँ भोग आएको आन्द्राम कत्रो छ साखलीमा भन्दा यत्रै होला अहिले यत्रो ठुलो पनि साँच्चै कान्छी तपाईँले उफ्रे नाच्नु सक्नुहुँदैन उफ्रे भए सक्दिनँ ठोकेर ल फाइनल गर न ल हाम्रो रमाइलो कुराकानी यस्तै रह्यो यस्तै भयो यो चाहिँ आउटरिचमा भयो अनरिचमा भनौँ न होइन अन्डेसमा होइन तपाईँ
तपाईँले माया साथ सपोर्ट गर्दै जानु हामी ड्युरेसनमा पनि आउनेछौँ आमा छोरा खास क्यारेक्टर चाहिँ अब आमा छोरा हो नि त अन्त नि बोल्नु न कसरी छ मेरो घाट अनि त मेरो छोरा बोल्नु जान्दैन कसैले नरिसाइदिनु होला तर माया गरिदिनु होला मेरो छोरालाई कसैले मन पराइदियो भने कमेन्ट पनि गरिदिनु मेरो छोरालाई म बुढी मान्छेको त के कमेन्ट गर्छु बोल्नु पनि आउँदैन बुढी मान्छे अनि हेर्नु पनि सायद मन नपराउला कसैले कसैलाई आमा नहुनेले चाहिँ माया गर्छ है आमा नहुनेले बिचरा मेरो पनि आमा भएदेखि चाहिँ आमा छोरा बोल्छु मलाई हामीले भाग्यमानी पो हो त तपाईँलाई थाहा चाहिँ छैन अनि कति माया गर्छु तर आमा नहुनेले चाहिँ धेरै माया गर्छ आमा हुनेले चाहिँ हस् त तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद त्यो चाहिँ हाम्रो क्यामेराम्यान त्रिशनलाई थ्याङ्क यू सो मच हाम्रो भिडियो गरिदिनु भयो हजुर धन्यवाद अनि साथै मलाई भिडियो बनाउनुमा साथ दिनुहुने आदरणीय मेरो तिमीलाई पनि धेरै धेरै धन्यवाद तर बोल्नु नजाने पनि छोराहरूलाई ए यहाँ कति बोल्नु हैन अब त्यसै गरी हाम्रो भिडियो यहाँ इन हुनेछ के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न बिर्सिनु लाइक कमेन्ट शेयर सब्स्क्राइब भन्नु ए लाइक कमेन्ट दिनु है